नमस्ते सम्पूर्ण नेपालीहरू साथीहरू ब्रेकिङ न्युज साथीहरू तपाईहरू पहिला दुर्गा प्रसाईको यो कुरा सुन्नुहोस्। नमस्ते। खास गरेर मकवानपुर जिल्लाको हेटौडामा जुन अहिले सडक निर्माणको कार्य तीव्र गतिमा अघि बढाउने कुरा भइरहेछ। सडक बनाउनु राम्रो कुरा हो, तर सडक बनाउने काममा जुन मान्छेहरूले घर भनेको सपना हो, मान्छेहरूको बहुत दुःख गरेर बनाएको हुन्छ, ती घरहरू भत्काइदिनु राम्रो कुरा होइन। त्यसले गर्दाखेरि हामी अहिले वार्तामा छौँ। हामीले घरबारविहीन सुकुम्बासीहरू र सडकमा बस्नेहरूका विषयमा भुइँ मान्छेहरू सर्वहारा वर्गहरूका कुरा उठाइरहेका छौँ। त्यसले गर्दाखेरि 22 गते प्रधानमन्त्रीसँग हामीले वार्ता गर्दैछौँ र म सरकारलाई पनि के भन्न चाहन्छु र सरकारका प्रमुख प्रधानमन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्री, सडक डिभिजन र मकवानपुर जिल्लाका जिल्ला प्रमुख जिल्ला अधिकारी, मकवानपुर जिल्लाका प्रहरी प्रमुख सम्पूर्णलाई के भन्न चाहन्छु भने आजको स्थिति भत्काउने स्थिति छैन। किन छैन भन्दाखेरि एक त ब्याङ्क र लघुवित्त सहकारीको चक्रवर्ती ब्याजको कारण नेपाली जनताहरू आज बहुत ठुलो पीडामा परे। साथीहरू तपाईहरू कति दुर्गा प्रसाईको कुरामा सहमत हुनुहुन्छ? तपाईहरू यो कुरा यो कमेन्टमा राख्नुहोला। तर उहाँले भनेको कुराहरू सबै सत्य जस्तो लाग्छ मलाई, किनकि अहिले देश एकदम सङ्कटको घडीमा छ र अहिले हेटौडा सहरलाई तोड्नु र त्यहाँको जनताहरूलाई दुःख दिनु र त्यहाँको जनताहरू यो घर तोडाइको कारणले गर्दा विदेश जानु, यताउति गर्नु, मतलब एकदम नराम्रो कुरा हो। अहिलेको स्थितिमा भर्खरै हाम्रो देश यत्रो विकट सङ्कटबाट गुज्रिसकेको छ र अझै एउटा नयाँ दुःख यो जनताहरूलाई। साथीहरू त्यहाँको व्यापारीहरू अहिले यति दुःखमा छ, उनीहरूले आफ्नो सामानहरू यति सस्तोमा बिक्री गरिरहेछ, किनकि केही दिनपछि अब रोड विस्तार हुनेवाला छ। साथीहरू कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो हेर्नको लागि मलाई सब्सक्राइब गर्नुहोला। हवस् त, धन्यवाद।